नमस्कार साथीहरू, तपाईँले पनि नयाँ ड्राइभिङ लाइसेन्स निकाल्ने सोच बनाउनु भएको छ भने तपाईँलाई अब अनलाइन आवेदन दिनुपर्छ। तपाईँले अनलाइन आवेदन कसरी दिने आज म तपाईँलाई यो भिडियोमा सिकाउन गइरहेको छु। तपाईँले भिडियोलाई स्किप नगरी भिडियोको सुरुदेखि अन्तिमसम्म हेर्दै गर्नुहोला। ल साथीहरू लागो भिडियोतर्फ। तपाईँले अनलाइन आवेदन दिनको लागि तपाईँले पनि आफ्नो मोबाइल फोनको क्रोम ब्राउजर एप्लिकेसनलाई ओपन गर्नुहोस्। क्रोम ब्राउजर एप्लिकेसनलाई ओपन गरिसकेपछि तपाईँले यहाँ चाहिँ सर्चको अप्सनमा क्लिक गरेर अनि तपाईँले यहाँ टाइप गर्नुहोस् EDLVRS डट त्यसपछि तपाईँ जुन प्रदेशमा बस्नुहुन्छ नि त्यो प्रदेशको नाम यहाँ टाइप गर्नुहोस्। म चाहिँ मधेस टाइप गरेँ। तपाईँले यति टाइप गरेर अनि सर्च गरिदिनुहोस्। सर्च गरिसकेपछि तपाईँले पनि आफ्नो मोबाइल फोनमा यो पेजमा आउनुहुन्छ। तपाईँले पनि आफ्नो मोबाइल फोनमा यो पेजमा आइसकेपछि तपाईँले दुईवटा तरिकाबाट आवेदन दिन सक्नुहुन्छ अनलाइन। एउटा रहेको छ नागरिक एपको माध्यमबाट पनि दिन सक्नुहुन्छ र एउटा तरिका रहेको छ तपाईँले नेसनल आइडी कार्ड बनाउनु भएको छ भने तपाईँले नेसनल आइडी कार्डबाट पनि दिन सक्नुहुन्छ। म तपाईँलाई सिकाउँछु नेसनल आइडी कार्डबाट कसरी आवेदन दिने। तपाईँले नेसनल आइडी कार्डबाट आवेदन दिनको लागि यहाँ चाहिँ न्यू रजिस्ट्रेसन नेसनल आइडी भन्ने अप्सन छ नि, तपाईँले यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँको मोबाइल फोनमा पनि नेसनल आइडी कार्ड नम्बर राख्नको लागि यहाँ चाहिँ अप्सन आइहाल्छ। तपाईँले यहाँ चाहिँ आफ्नो राष्ट्रिय परिचय पत्रको नम्बर राख्नुहोस्। नम्बर राखिसकेपछि तपाईँले यहाँ चाहिँ आफ्नो मोबाइल नम्बर राख्नुहोस्। मोबाइल नम्बर राखिसकेपछि तपाईँले यहाँ चाहिँ इमेल राख्नुहोस्। म चाहिँ यो सम्पूर्ण कुराहरू फिलअप गरिरहेको छु, तपाईँले पनि फिलअप गर्नुहोस्। मैले चाहिँ सम्पूर्ण कुराहरू यहाँ फिलअप गरिसकेँ। तपाईँले पनि फिलअप गरिसकेपछि स्क्रल गर्दै तल आउनुहोस्। तल आइसकेपछि तपाईँको मोबाइल फोनमा हुन्छ यहाँ चाहिँ कन्टिन्यूको अप्सन, तपाईँले कन्टिन्यूको अप्सनमा क्लिक गर्नुहोस्। कन्टिन्यूको अप्सनमा क्लिक गरिसकेपछि तपाईँको मोबाइल फोनमा पनि 6 अङ्कको ओटिपी कोड आउँछ। तपाईँले पनि आफ्नो मोबाइल फोनमा आएको 6 अङ्कको ओटिपी कोडलाई यो बक्समा राख्नुहोस्। म पनि आफ्नो मोबाइल फोनमा आएको 6 अङ्कको ओटिपी कोडलाई यहाँ राख्न गइरहेको छु। म चाहिँ आफ्नो मोबाइल फोनमा आएको 6 अङ्कको ओटिपी कोडलाई यहाँ राखिसकेँ। तपाईँले पनि आफ्नो मोबाइल फोनमा आएको 6 अङ्कको ओटिपी कोडलाई राखिसकेपछि तपाईँले यहाँ चाहिँ भेरिफाई ओटिपी भन्ने अप्सन छ नि, तपाईँले यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँले पनि आफ्नो मोबाइल फोनमा एउटा अर्को पेजमा आउनुहुन्छ। तपाईँले पनि आफ्नो मोबाइल फोनमा एउटा अर्को पेजमा आइसकेपछि तपाईँले स्क्रल गर्दै अलि तल आउनुहोस्। तल आइसकेपछि तपाईँको मोबाइल फोनमा पनि हुन्छ यहाँ चाहिँ जेनरल भन्ने अप्सन। तपाईँले जेनरल भन्ने अप्सनमा मेल फिमेल चुज गर्नुहोस्। तपाईँ के हुनुहुन्छ त्यो चुज गर्नुहोस्। म चाहिँ मेल चुज गरेँ। चुज गरिसकेपछि तपाईँले फेरि स्क्रल गर्दै तल आउनुहोस्। तल आइसकेपछि तपाईँसँग यदि पासपोर्ट नम्बर छ भने तपाईँले यहाँ राख्नुहोस्, छैन भने नराख्नुहोस्। र तपाईँले यहाँ चाहिँ आफ्नो नागरिकताको अगाडि र पछाडि भएको फोटो अपलोड गर्नुहोस्। तपाईँले चुज फाइलको अप्सन छ नि, तपाईँले यसमा क्लिक गरेर अनि आफ्नो नागरिकताको अगाडि र पछाडि भएको फोटो अपलोड गर्नुहोस्। अपलोड गरिसकेपछि तपाईँले फेरि स्क्रल गर्दै अलि तल आउनुहोस्। तल आइसकेपछि तपाईँले यहाँ चाहिँ क्लिक गरेर अनि आफ्नो प्रदेश छान्नुहोस्। तपाईँ कुन प्रदेशमा बस्नुहुन्छ त्यो प्रदेश छान्नुहोस्। छानिसकेपछि तपाईँले यहाँ चाहिँ क्लिक गरेर अनि आफ्नो जिल्ला छान्नुहोस्। जिल्ला छानिसकेपछि तपाईँले यहाँ चाहिँ क्लिक गरेर अनि आफ्नो महानगरपालिका गाउँपालिका जुन छ नि त्यो छान्नुहोस्। म चाहिँ छानिरहेको छु। म चाहिँ छानिसकेँ। तपाईँले पनि छानिसकेपछि तपाईँले यहाँ चाहिँ आफ्नो वडा नम्बर राख्नुहोस्। तपाईँको वडा नम्बर कति रहेको छ त्यो यहाँ राख्नुहोस्। म चाहिँ आफ्नो वडा नम्बर राखेँ। म चाहिँ आफ्नो वडा नम्बर राखिसकेँ। तपाईँले पनि आफ्नो वडा नम्बर राखिसकेपछि तपाईँले यहाँ चाहिँ टोलको नाम राख्नुहोस्। तपाईँको टोलको नाम के हो त्यो नाम यहाँ राख्नुहोस्। म चाहिँ आफ्नो टोलको नाम यहाँ राखिसकेँ। तपाईँले पनि आफ्नो टोलको नाम राखिसकेपछि तपाईँले फेरि स्क्रल गर्दै अलि तल आउनुहोस्। तल आइसकेपछि तपाईँको टेम्पोररी एड्रेस सेम रहेको छ भने तपाईँले यसमा टिक लगाउनुहोस्। यदि सेम रहेको छैन भने तपाईँले यहाँबाट क्लिक गरेर छान्न सक्नुहुन्छ। मेरो चाहिँ टेम्पोररी एड्रेस सेम रहेको छ, त्यही भएर मैले यहाँ चाहिँ क्लिक गरेँ। क्लिक गरिसकेपछि तपाईँले माथि राख्नु भएको एड्रेसहरू तल पनि फिल भइहाल्छ टेम्पोररी एड्रेस भन्ने अप्सनमा। र तपाईँले टेम्पोररी एड्रेस राखिसकेपछि तपाईँले स्क्रल गर्दै अलि तल आउनुहोस्। तल आइसकेपछि तपाईँको मोबाइल फोनमा पनि हुन्छ सबमिट एप्लिकेसन भन्ने अप्सन, तपाईँले यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँको मोबाइल फोनमा पनि एकछिन सर्च लिने गर्छ। सर्च लिइसकेपछि तपाईँको मोबाइल फोनमा पनि यहाँ चाहिँ गाडीहरूको अप्सन हेराउँछ। तपाईँले कुन गाडीको लाइसेन्स निकाल्न चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ त्यो गाडीको माथि क्लिक गर्नुहोस्। म चाहिँ बाइकको माथि क्लिक गरेँ। क्लिक गरिसकेपछि तपाईँले यहाँ चाहिँ सबमिट एप्लिकेसनको अप्सन छ नि, तपाईँले यसमा फेरि क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँको मोबाइल फोनमा पनि यहाँ चाहिँ PDF डाउनलोड गर्नको लागि अप्सन आइहाल्छ। तपाईँले यसमा क्लिक गर्नुहोस् PDF डाउनलोड गर्नको लागि। क्लिक गरिसकेपछि तपाईँको मोबाइल फोनमा पनि यहाँ चाहिँ डाउनलोड भन्ने अप्सन आइहाल्छ। तपाईँले डाउनलोड भन्ने अप्सनमा क्लिक गर्नुहोस्। डाउनलोड भन्ने अप्सनमा क्लिक गरिदिनुहुन्छ भने तपाईँको मोबाइल फोनमा पनि माथि चाहिँ डाउनलोड भइहाल्छ। डाउनलोड भइसकेपछि तपाईँले ओपन भन्ने अप्सनमा क्लिक गर्नुहोस्। ओपन भन्ने अप्सनमा क्लिक गरेर अनि तपाईँले हेर्न सक्नुहुन्छ।
तपाईको मोबाइल फोनमा पनि यसरी नै फर्म आइहाल्छ। तपाईले यो फर्मको प्रिन्ट आउट निकालेर अनि अफिसमा जानु होला। साथीहरु तपाईले यसरी नै ड्राइभिङ लाइसेन्सको आवेदन दिन सक्नुहुन्छ अनलाइन। साथीहरु तपाईलाई यदि यो भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरेर च्यानललाई पनि सब्स्क्राइब गर्नु होला यस्तै प्रकारको भिडियोहरु हेर्नको लागि।